हेलो नमस्ते। यो मेरो गाउँ हो। म चाहिँ यो वैशाखको बेलाको यो भिडियो बल्ल भोइस ओभर गर्दैछु। गाउँमा पूजा थियो अनि दिदी म मम्मी भाउजू भएर हामी गुम्बा जाँदै हो। नमस्ते भाउजू नमस्ते। मलाई गुम्बामा चाहिँ यस्तरी पूजा हुन्छ। यो चाहिँ के हो महायज्ञ टाइपको पूजा हो। यो 3 दिन भएको थियो चैतको बेलामा, त्यसैको पूजा हो। यो चाहिँ फर्स्ट दिनको यो चाहिँ त्रिपिटकहरू यो चाहिँ मेरो गाउँको बारीहरू गुम्बा पछाडि। यो चाहिँ प्यान्ट ट्याङ्की हो। यो चाहिँ गुम्बाको ब्याक साइड हो। ब्याक साइड ब्याकसाइडबाट मैले भिडियोहरू लिएको हो। अब त्यहाँको चाहिँ हाम्रो पूजा कोठा है। त्यो सानो कोठा चाहिँ हाम्रो पूजा कोठा हो। लामा गुरुहरूले लोदर लाउँदै हुनुहुन्छ गुम्बालाई। यहाँ चाहिँ बत्ती बालेको बस्दै हो। यो डे 2 बिहानको समय मजाले घाम लागेछ, सुनौलो। मलाई चाहिँ यस्तो घाम लागेकोहरू मनपर्छ। यस्तो छुट्टै भाइब्स आउँछ नि त। यस्तो शान्त उज्यालो बिहानीको किरण। यहाँ चाहिँ मेरो गाउँको घर है। गाउँको आँगनमा मम्मी हुनुहुन्छ। यो चाहिँ मैले गाउँहरू थोरै देखाएको। त्यो माथिको चाहिँ गुम्बा हो, त्यही हो मन्दिर हुने। अब हामी गुम्बामा जान लागेको पूजामा। चेक गर्दै यो मेरो ड्रेस हो। छोरी चेलीहरूले सबले लुङ्गी लाउने भनेर मैले चाहिँ लुङ्गी लगाएको। लुङ्गी चाहिँ आमाहरूको पार्टीको लुङ्गी लगाएको है। म चाहिँ लुङ्गी टी सर्ट। This is my outfit for today. अलि मेकअप बढी भएछ क्या, सेतै भयो। आइब्रो अब हामी जान लागेको। उताबाट हाम्रो चोमा आउँदै हुनुहुन्छ। चोको ड्रेस खाजा खाने समय हो रे। यो चाहिँ हाम्रो सबैले अब आफ्नो हालेर खाने सिस्टम। रोटी तरकारी यस्तो व्यवस्था हुँदो रहेछ र चकलमानी गरेर छोरी है। अब चाहिँ हामीले पाहुनालाई स्वागत गर्दै पुरा भिडियो हो नि त। हामी त भिडियो नचलिँदा यस्तो हो नि त। पाहुनाहरूलाई स्वागत गर्दै फोटो भिडियो लिँदै
चाहिँ छोरी मेरो 2-4 शब्द केही जाओस् न ल। आज हाम्रो गाउँमा मेरो जन्मस्थलमा पूजा भइरहेको छ। विश्व शान्ति पूजा, विश्व शान्ति सबैको विश्व शान्तिको कामना नमस्कार। आउनु होला, पुण्य लाभ लिनु होला। धन्यवाद। यो भिडियो देखेर सबै आउनु होला। हाम्रो माइती गाममा है फर्स्ट है गाइज हो केहीमा छेउमा पाएको छ सुझाव सल्लाह दिनु होला। म सन्ध्या गुरुङ। नाचेर बसेको नमस्ते। नमस्ते। मेरो छोरीले मलाई नि दिन्छ। घर पता भयो त नि
जल्दी बोला पूजाको तेस्रो दिनमा हामी सबै गाउँको आमा आज हाम्रो लास्ट दिन हाम्रो लास्ट दिन जहाँ देश विदेश जहाँ रहनु भएको छ सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस मोहरोको गाउँको तर्फबाट नमस्कार टक्राउन चाहन्छु। हामी हाम्रो पार्टीबाट नमस्ते हाम्रो भाइ त बाबु त्यतै बहिनी बोल्छ। नमस्ते नमस्ते बाबु, हामी बोल्न जान्दैन, हामीलाई सबैले शुभकामना दिउन्। नमस्ते नमस्ते ल कान्छामा बस्नु। नमस्ते हाम्रो बुद्ध भगवानले रक्षा गरून्। कर्म खोल्नु न, कर्म हिँड्यो नि भएर बस्नु न गाँदै। नमस्ते सबैजना। दिनदिन बान्डो चाहिँ बनाएको रहेछ भन्नु पर्यो। फेरि बस्ने नै हो र? स्वेटर त खोल्नै पर्यो है ड्रेस मिलाउनलाई। आज तपाईँको केही भन्नु छैन? हामी सबैको चाहना विश्व शान्तिको कामना मरो नाचामा हजुरहरूलाई वेलकम छ। एकदम यातायातको सुविधा छ, एकदम बाटो फोलेनको छ, तपाईँहरू पाल्नु होला। दिदी आज केही भन्ने? आज अन्तिम दिन पूजाको एकदम राम्रो भयो हाम्रो गाउँको पूजा है, एकदम सक्सेस भयो। बाजुलाई एकदम धन्यवाद। भगवान दिदी आउनुभयो। राथे केही भन्ने? आज अन्तिम दिन, चौथो दिन। सुबिनाको यहाँनिर हो नि ड्रेस
ब्लग गर्दै हो हेलो गाइस वी आर एट मरोनासा है गुरुङ भाषामा मरोनासा भन्छ यो आधी खोला 2 मा पर्छ यो चाहिँ मेरो माइती गाउँ हो एकदम रमाइलो अनि बाटो नि राम्रो छ राम्रो होला अनि अहिले चाहिँ एकदम यहाँ पूजा भइरहेको छ भव्यताका साथ आज सम्पन्न हुँदैछ अनि के अरे विश्व शान्ति पूजा हो आज चाहिँ फाइनल हो वाङ थाप्नको लागि तपाईँहरू आउनु होला पुण्य लाभ लिनु होला वेलकम बाजे मरोनासामा छिउटो जाता मैले टोयलेटको बारेमा भन्छु है नमस्ते वेलकम सानो मान्छेलाई धन्यवाद छ हजुर नमस्ते हजुर वेलकम टोयलेटहरू हजुर हजुरलाई नि वेलकम लुङ्गी लाएर यता आइहाल्नु वेलकम स्वागत छ तपाईहरुप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ धन्यवाद एडजस्ट गरेर बस्नु होला ल हामीले फुल दिन्छौँ अलिअलि धन्यवाद हाम्रो भाइरल दाइ आउनु भयो अब यहाँको पाइहाल्छ क्या भिडियो नमस्ते हजुरलाई मरोनासामा खुसी लाग्यो हालिहाल्नु है सेलिब्रेटीहरू नि उहाँ भेट्न आतुर हुनुहुन्छ अब टिकटक पनि बनाउनु हजुर एकदम भाइरल हुनुहुन्छ नि हजुर त कति छिटो बसेको हाम्रो मामाले ज्ञानी छ नि त्यही भएर हाम्रो मामालेहरू ज्ञानी हुनुहुन्छ त्यही भएर वेलकम भन्नु अरूलाई छोडेर भने जतिखेर सुकै हो भयो अब अहिले त क्यामेरामा आउँदैन ए त ल त त्यति म टिकटक मलाई नि सिकाइदियो गर्नु पर्यो भरे ओ मलारानी जीवन मथे नमस्ते दिदी नमस्ते चो नमस्ते दिदी नमस्ते स्वागत छ हजुरलाई दया नमस्ते ल त्यो हाम्रो गुरुले तिमीलाई पर्खिरहेछ स्वागत छ गङ्गामय कान्छी एउटा कोही छैन क्या अब खाजा आफ्नो अरू आउँदा हो
सरिता चस्मा लाग्यो बस्न पाइन्न रे आउँछ होला नि हामी त्यसै हो हामी त पाउन हो अन्त काम गरेर अब त निलो लुगी लाको वहाँ गएर मैले खाता लगाइदिन्छन् नमस्ते नमस्ते यो बाटो धेरै हिँड्यो तर यो बाटो हिँड्न सकिएन यहाँ गुम्बा रहेछ डल्लो बाटो त धेरै हिँड्यो नमस्ते झुकेर बस्ने सबै नमस्ते नमस्ते दाहिने दाहिने चलो दाहिने अब त छैन कि छ अझै हाम्रो ड्राइभरहरूको गाडी आएन अझ क्यों नहीं किया तकलिया पूजा सकिएपछि गुरुसँग हामीले आशीर्वाद लिने यो चाहिँ हामीहरू गुरुसँग प्रवचन सुन्दै आशीर्वाद लिने हो हामीहरू चाहिँ सब बसिरहेछौँ म चाहिँ सोचेको सबजना बसिराख्नु छ गुरुको प्रवचन सुन्दै लामा गुरुको त्यसैले भगवान बुद्धले के भन्नु भएको छ भने चाहिँ अहिले तपाईँ कस्तो हुनुहुन्छ तपाईँको शरीर कस्तो छ तपाईँको जीवन कस्तो छ त्यो हेर्दाखेरि तपाईँ पहिला जन्ममा तपाईँले के कर्म गर्नुभएको थियो त्यो सबैलाई थाहा पाउँछ भन्नुहुन्छ गुरुबाट आशीर्वाद कसरी लिनुभयो र गुरुलाई म दक्षिणा चढाउँछु भने चाहिँ यो मन्दिर चाहिँ दक्षिणाको रूपमा चढाउने यो तपाईँले चामल भए तापनि फुल भए तापनि तपाईँले के सोच्नुहुन्छ हातमा चाहिँ यो संसारको राम्रो राम्रो चिजहरू राम्रो वस्तुहरू महँगो वस्तुहरू मैले गुरुलाई यो अवश्य लिने क्रममा चाहिँ दक्षिणा स्वरूप चलाएको छु भन्न सम्झेर चाहिँ अनि हजुरहरूले चाहिँ भन्नु चाहनु पनि हुन्छ अनि म यहाँ केही किताब यो पुस्तक पढ्छु
हजुरले चाहिँ यो दक्षिण समितिको हिजो समाजले बस्छ है त्यसपछि ह्याप्पी एन्डिङ सकियो हाम्रो प्रसाद लिने सकियो